अनि तपाईले नेपाली उत्पादनलाई मार्केटमा लिएर आउनु भएको रहेछ। मैले धेरै सुने तपाईको बारेमा। अनि तपाईले यसो चाहिँ हाम्रो चाहिँ व्युअर्सलाई तपाईले यसो भनिदिनु पर्यो तपाईले के प्रोडक्टहरु तपाईले मार्केटमा ल्याउनु भएको छ। हजुर थ्यांक यू, हजुरहरुसँग आज भेट्ने सौभाग्य मिल्यो, त्यसका लागि म अत्यन्त आभारी छु। मेरो यो प्रोडक्टको यसको चाहिँ मेन अफिस चाहिँ बनेपामा छ काभ्रेको, र त्यहाँ चाहिँ मेरो पर डे 15 टन जति चामल उत्पादन हुन्छ। त्यो सम्पूर्ण चामलहरू नेपाली तपाईको काला नमक, मार्सी, पोखरेली, टाइचिन, कुमलचार लगायतका चामलहरू उत्पादन हुन्छन्। अनि ती कहाँबाट आउँछन् त भन्नुहुन्छ भने हामी काला नमक कपिलवस्तुबाट लिन्छौँ, मार्सी हामी हुम्ला जुम्ला मुगुबाट आउँछ, र यो जति पनि यो पोखरेली यिनीहरू चाहिँ नि हामी काभ्रे, सिन्धुपाल्चोक, यो नुवाकोट यो एरियाको पहाडी भेगका चिसो पानीले लागेको चामलहरू चाहिँ नि हामी ल्याउँछौँ। र हाम्रो गेडागुडी आइटमहरू हुम्ला जुम्ला मुगु डोल्पा हैन, बाजुरा, सुदूरपश्चिमका पहाडी र हिमाली भेग, अनि पूर्वका पहाडी र हिमाली भेग त्यहाँका लोकल रैथाने उत्पादनहरूलाई चाहिँ प्रमोट गर्ने हिसाबले हामीले किसानलाई तपाईहरु लगाउनुस् हामी किनिदिन्छौँ भनेर टोटल जति उनीहरूले उत्पादन गर्छ त्यसको बाइब्याक हामी गरिदिन्छौँ। धेरै राम्रो हैन। हजुर, यसमा मैले तपाईलाई भन्नुभयो तपाईले किसानलाई एउटा उत्सुकता दिनु भएको छ, उहाँले चाहिँ यो उत्पादन गरेकोमा मूल्य पनि तपाईले एकदमै राम्रो दिनु भएको रहेछ मार्केटमा। अनि मार्केटमा तपाईको हल्ला धेरै छ, अनि सबैले सपोर्ट गरिन्छ। हाम्रो होटेलियर जति जना पनि हुनुहुन्छ तपाईले यहाँको प्रोडक्टलाई चाहिँ सपोर्ट गरिदिनु। हेर्नुस् त कति राम्रो राम्रो प्रोडक्टहरु गेडागेडीहरु छ हैन। तपाईले सबैलाई चाहिँ एक्सप्लेन गरिदिनु कि के तपाईले चाहिँ मार्केटमा यो चाहिँ काला नमक राइस हो, यो कपिल वस्तुमा हुन्छ र यो एकदम सुगन्धित राइस हो र यसका बेनिफिट्सहरु धेरै छन्। यो चाहिँ नेपालको सबैभन्दा पुरानो राइस हो, यो विश्वको चाहिँ उत्कृष्ट राइसको सूचीमा परेको राइस हो। यो हामीसँग तपाईले कन्टेनर पाउनुहुन्छ, र यहाँ म जति पनि हाम्रो चाहिँ यो सेफहरुको चाहिँ यो सम्मेलन छ, यो सम्मेलनलाई म अनि यो चामललाई तपाईले चाहिँ बल्कमा दिन सक्नुहुन्छ है? एकदम जति भयो कन्टेनरमा हजुरले कन्टेनर लान सक्नुहुन्छ। हजुर, ए ल, यो चाहिँ मार्सी हो, नेपालको उच्च हिमाली भेगमा पाउने मार्सी राइस हो। यो पनि हामी कन्टेनरमा उपलब्ध गराउँछौँ तपाईहरुलाई, र हाम्रो आफ्नै राइस मिलबाट प्रोडक्सन हुन्छ है। र लगायत अब यो पोखरेली, यो पोखरेली हाम्रो पहाडी भेगको राइस हो, धेरै भेराइटीको रहेछ है। हामी धेरै भेराइटीको रहेछ राइसहरु पनि 15 वटा जति चाहिँ नेपाली रैथाने प्रोडक्टहरु छन् हामीसँग। यो बासमती भयो, यो चाहिँ मेलम्ची बासमती हो, मेलम्ची त्यसपछि नुवाकोट हैन, यो एरियाको चाहिँ हो। र हामीले धान चाहिँ किसानहरुलाई बेलैमा लगाउन भन्छौँ, र त्यो धान चाहिँ हामीले टाइममा खरिद गर्छौँ। त्यसकारण हामीले के चाहिरहेका छौँ, नेपालमा शुद्ध खानेकुरा खुवाउने, हाम्रो आफ्नो उत्पादनलाई बढावा दिने, र हामी आफ्नो नेपाली उत्पादनलाई आत्मनिर्भर बनाउने एकदमै त्यो अभियानमा हामी लागेका छौँ। यसमा मैले सम्पूर्ण हाम्रो सेफ सरहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईहरूले नेपाली उत्पादनलाई प्रयोग गरिदिनुस् र त्यसमा हामीले चाहिँ नि कसरी काम गर्दा अझ राम्रो हुन्छ त्यो कुरा हामीलाई सजेसन गरिदिनुस्। हामी त्यो गर्न तयार छौँ। तर विश्व बजारमा हाम्रो नेपाली उत्पादनलाई चाहिँ नि प्रिमियम एउटा चाहिँ नि क्वालिटीको रूपमा हामीले पुर्याउन पर्छ भन्ने अभियानमा म अलिकति अगाडि बढेको छु। अनि तपाईकोमा मैले धेरै चिजहरु देखेँ। यो हाम्रो लटे भनेपछि धेरै वर्ष हराइसकेको चिज हो, हराइसकेको चिज हो। यो पनि अहिले मार्केटमा पाउँदै रहेछ भन्ने धेरै खुसी लाग्यो। अनि हाम्रो सरज्यूले किसानसँग कन्ट्याक्ट गरेर अनि यो जुनेरोलाई उत्पादन गरेर तपाईहरुले वनको क्वान्टिटीमा तपाईले पाउने हुनेछ। अनि तपाईले आफ्नो कन्ट्याक्ट नम्बर हाल्नुस् हैन। जति पनि नेपालको सेफहरुले हेर्नुहुन्छ तपाईले चाहिँ सरको एउटा कन्ट्याक्ट नम्बर हेर्नु, तपाईको कन्ट्याक्ट नम्बर भनिदिनुस्। मेरो नम्बर चाहिँ नि 985110 32084 हो। मेरो यो फ्याक्ट्री बनेपामा छ, मेरो यो स्टोर बौद्धमा छ, बानेश्वरमा छ, र बिग मार्टमा राइसहरु पाउनु हुनेछ। तपाईहरुले अहिले बिग मार्टमा राइसहरु मात्रै पाउनु हुनेछ, अन्य आइटमहरु चाहिँ हाम्रो स्टोरहरुमा पाउनु हुनेछ। र विभिन्न ठाउँमा चाहिँ हामीले डेलिभरी गरिदिन्छौँ। तपाईहरुले चाहेको खण्डमा हामी डेलिभरी गरिदिन्छौँ। र हामी यो सफिसिएन्ट तपाईलाई चाहिने, हामी चाहिँ नि व्यवसायी जस्तै होटल व्यवसायी, रेस्टुरेन्ट व्यवसायीलाई चाहिने सबै कुराहरू चाहिँ हामी क्वान्टिटीमा दिन सक्छौँ। एकदमै हजुर। अनि यो मैले देखेँ यसमा तेल, तोरीको तेल
होइन हजुर, यो हामी शुद्ध तोरीको तेल चाहिँ नि हामी उपलब्ध गराइरहेको छौँ। किन मान्छेको स्वास्थ्यलाई यो तेल चाहिँ गलत चाहिँ नि प्रयोग गरेको कारणले आज विभिन्न रोगहरू चाहिँ नि बढिरहेको छ। सो त्यसो भएको हुनाले हामीले नेपालको तराईको पहाडको तोरी कलेक्सन गर्छौँ, आफ्नै मिलबाट यो तेल चाहिँ प्रशोधन गर्छौँ। ल हेर्नुहोस् है, सबैहरूले हेरिदिनुहोस् अनि यसको क्वालिटी तपाईँहरूले एकचोटि युज गर्नुहोस्, सरसँग कन्ट्याक्ट गर्नुहोस्। तपाईँहरूलाई नम्बर अपडेट गरिदिनु भएको छ। तपाईँहरूले प्रोडक्ट जरुर किन्नु, एकचोटि ट्राई गर्नुहोस्, फेरि रिभ्यू दिनु होला तपाईँहरूले। हजुर एकदम। र हामी यो हनी हाम्रा कृषक दाजुभाइले उत्पादन गरेको हनी त्यो हिमाली जिल्लाहरूको पहाडी जिल्लाहरूको कृषकले उत्पादन गरेको र हनी हामी खरिद गर्छौँ र त्यसलाई हामीले लिएर आएर यसरी चाहिँ प्याकेट गरेर हामीले चाहिँ मार्केटमा उपलब्ध गराउँछौँ। यसमा हामीले यसरी चाहिँ नि यो 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 चाहिँ नि हजुरको यो लोकल हनी हामीले यसरी चाहिँ यो लिएर आएका छौँ। यो चाहिँ हाम्रो रुदिलो हनी हो, मसला हनी भन्छ। हनी पनि दुई प्रकारको रहेछ है, तपाईँहरूले ध्यान दिनु होला। यो मसला हनी गरे, मसला हनी भनेको चाहिँ हजुर हुम्लाको। अनि यो चाहिँ तपाईँले यो पनि हेर्नुहोस्, तपाईँहरूले यो लोकल हनी हो, यो हाम्रो कृषक दाजुभाइ 100%। यसमा कुनै कैफियत भयो भने हामी जे सजाय भोग्न पनि तयार छौँ। तर मार्केटमा विभिन्न किसिमको ब्रान्डका नाममा गलत चिजहरू आएर आज हामीले खानु परिरहेछ, त्यसमा हामीलाई दुःख लाग्छ। त्यसकारण नै हामीले यो विषयमा काम गरेको। शुद्ध दिने हाम्रो अभियान हो। ल क्यालेपिङ छ यहाँ सरलाई, किन भन्दाखेरि जो नेपाली किसानहरूलाई पनि धेरै मद्दतगार भयो अनि होटल इन्डस्ट्रीमा पनि तपाईँहरू सहयोग गर्नु पर्यो यहाँलाई, किन यहाँले चाहिँ किसानलाई सपोर्ट गर्नुभएको छ भने हामी सेफ हौँ अनि यहाँलाई सपोर्ट गर्नु पर्यो। मार्केटमा यो सामानहरू हामीले चाहिँ पर्चेस गर्नु पर्यो। ल त्यही नै भन्न चाहेँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू।